Hello everyone, welcome back to Class Gaming. CWL Series Day 2 is here and there is no mercy today. Best will be cross, defense won't survive and only domination matters. Let's start the war. Guys, हाम्रो चाहिँ CWL Day 2 स्टार्ट भइसकेको छ अनि हामीले फुल हानिसकेका छौँ है त आज चाहिँ 45 मा 45 है जेरो फेल हेरौँ है त रिप्लेहरू म सब देखाउने छु तपाईँहरूलाई एकदम मजा आएको थियो एकदम सबजनाले चाहिँ खतरा हान्नुभएको थियो है त चाहिँ सागर ब्रोको एट्याक हो यो चाहिँ हल्का रिस्की नै थियो त्यो पनि 3 स्टार चाहिँ आएको थियो है त एकदम गाह्रो गरी आएको छ तपाईँले हेर्न सक्नुहुन्छ लास्टमा चाहिँ क्विन र थोरै ट्रुप्स बचेर चाहिँ उसको 3 स्टार आएको छ क्या तर एकदम रमाइलो भएको थियो जेरो फेल भएको छ यो वारमा चाहिँ होपफुल्ली हाम्रो यो सिडब्लुएल पनि जित्छौँ जस्तो लाग्छ हेरौँ है त चाहिँ अलि रिस्की नै थियो तर 3 स्टार आयो अब यसै गरी हामीले म चाहिँ तपाईँहरूलाई चाहिँ 1 देखि 15सम्मको नर्मल रिप्लेहरू नै देखाउँछु अहिलेलाई चाहिँ यो चाहिँ मास्टर 1को हाम्रो ब्रान्ड न्यू क्ल्यानको वार भइरहेछ त्यही नै हो यो खासमा चाहिँ एकदम रमाइलो भएको थियो है त यो चाहिँ केटिएम प्रवीणको ब्रोको आरसी चार्ज अनि हाम्रो थ्रोवर आइसकेको छ यस थ्रोवर चाहिँ अहिले ब्यालेन्स चेन्जेस पछि चाहिँ बवालै भएको छ है तपाईँहरू पनि युज गर्नु होला तर वार्डेनमा चाहिँ लाइफ चाहिँ युज गर्नुभयो भने चाहिँ एकदम सही हुन्छ त्यसको पनि म भिडियोहरू हाल्छु तपाईँहरूले यहीँ पनि हेर्न सक्नुहुन्छ यो इजी नै छ खासै धेरै गाह्रो चाहिँ छैन एकदम राम्रो छ अर्को यसै गरी एट्याक छ स्ट्रङ अमरको ब्रोले चाहिँ बिचमै आरसी चार्ज गरेर दुईवटा पार्ट सेपरेट गरे जस्तो छ यहाँनिर यसै गरी आरसी रिकल भइसक्यो अनि यता साइडबाट चाहिँ हानेको छ ब्रोले जस फनेलिङ चाहिँ एकदम बवाल गरेछ है वार्डेनको एबिलिटी आइसक्यो एकदम यो इजी नै छ ब्रोको इजी नै 3 स्टार हानेको छ ब्रोले पनि यो सबजनाले चाहिँ खतरा हाने है यसमा चाहिँ सबै टाउनमा 18 म्याक्स नै आएको छ नयाँ क्ल्यान भनेर त्यो 14 13 त्यस्तो चाहिँ केही आएको छैन है सब सब 18 म्याक्स नै आएको छ त्यो भएर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो बेस त म्याक्स नै छ यो नि एट्याक यसले चाहिँ कोरमा लगाएको छ सबै ट्रुप्स दामी छ है त एट्याक यो पनि यो 3 स्टार भइसकेको छ अब नेक्स्ट एट्याक हेरौँ है त नेक्स्ट एट्याक छ यो चाहिँ मेरो एट्याक हो स्प्याम एट्याक छ एक साइडबाट आरसी अर्को साइडबाट किङले ट्याक्क फनेलिङ बनाउने सबै ट्रुप्स कोरमा लिएर जाने त्यसपछि वारेनको एबिलिटी एकदम इजी छ एउटा ओभरग्रोथ एउटा पोइजन स्पेल सिसी ट्रुप्सलाई बाँकी सबै टोटेम स्पेल लगायो भने इजी नै आउँछ यो ब्यालेन्स चेन्जेस पछि नि इजी नै भइरहेछ त्यस्तो खासै गाह्रो चाहिँ छैन वारको लागि चाहिँ लेजेन्डमा चाहिँ अलिक गाह्रो नै छ बाँकी अरू त ठिक छ यो एउटा स्पेल स्वाग सहित 3 स्टार भइसकेको छ यसै गरी अर्को एट्याक हेरौँ है त अर्को एट्याक छ सोसियल ठकुरी ब्रोको पनि स्प्याम एट्याक नै छ ले चाहिँ हिलर युज गरेको छ हिलर युज गर्दा नि हुन्छ यसमा एक साइडमा क्विन किङ अर्को साइड चाहिँ आरसीको रकेट स्पेयर युज गऱ्यो भने चाहिँ ट्याक्क फनेलिङ राम्रो भन्छ है त तपाईँले पनि ट्राई गर्नु वारमा धेरै डिफिकल्ट चाहिँ छैन यो इजी नै छ यो एट्याक एकदम इजी छ जस्ट तपाईँले टोटेम स्पेल चाहिँ मिलाएर युज गर्नुभयो भने चाहिँ आउँछ ब्रोको इजी नै छ इजी नै गयो है त यो एट्याक पनि यसै गरी हाम्रो 7 नम्बर हेरौँ राज दादाको राज ब्रोको दाइको एट्याक पनि दामी नै हुन्छ है दाइले चाहिँ वार्डेन र क्विन चार्ज हान्नुभएको रहेछ तर हिलर चाहिँ दुईवटा बाँकी बसिरहेको रहेछ रिकल भएन छ यसमा 3टा हिलर युज गऱ्यो भने चाहिँ
सबै रिकल हुन्छ। बाँकी ट्रुप्स चाहिँ सबै कोरमा लानुभएको रहेछ। सही हो, एकदम दामी एटेक छ। वार्डन एबिलिटी, मेटर गोलेम प्लस हिलर युज गर्नुभएको रहेछ। नाइस एट्याक, एकदम राम्रो छ। त्यसै गरी यो 3 स्टार भइसकेको छ। अब अर्को एट्याक छ। हेरौँ है त कसको एट्याक छ। मनिष CR7 को एट्याक रहेछ। ब्रोले RC चार्ज गरेछ। मेटर गोलेम, हिलर, आइस गोलेम र एपरेन्स वार्डन युज गरेछ है त। हेरौँ है त कस्तो जान्छ। यो रिप्ले नै हो, सबै 3 स्टार भइसक्यो तर एकदम राम्रो हानेछ ब्रोले। साइडबाट किङ क्विन छोडेर फनेलिङ बनाएर बिचमा ट्रुप्स सबै लगाएछ। लग लन्चर युज गरेछ। एकदम राम्रो एट्याक हानेछ है। बेस डिजाइन हेर्दा नि ठिकै एकदम सिम्पल नै छ यो। त्यो कारणले गर्दा ओभरग्रोथ पनि दामी ठाउँमा छ। वार्डन एबिलिटी पनि लास्टमा दिएको रहेछ। वार्डन एबिलिटी नै नदिएको भए पनि 3 आउँथ्यो जस्तो लाग्छ है त। त इजी नै छ। त्यसै गरी अर्को हेरौँ, रेवन्तको हेरौँ है त। ब्रोको चाहिँ एउटा टोटेम स्पेल हानेर ब्रोले हल्का फनेलिङ बनाएछ ड्रागन राइडरलाई। यतापट्टिबाट अर्को साइडबाट जाइन्ट एरर र क्विनले हल्का फनेलिङ बनाएपछि अरू ट्रुप्स सब बिचमा गएको छ है त। वार्डनको एबिलिटी आइसकेको छ। उसको एबिलिटी चाहिँ यता साइडमा युज भएर मिनियन प्रिन्सको साइडमा युज भएर चाहिँ मऱ्यो क्या मिनियन प्रिन्स। लास्टमा ट्रुप्स त त्यस्तो बाँकी थिएन तर पनि 3 स्टार आएको छ यो एट्याकमा। राम्रो भयो है त। नाइस नाइस। त्यसै गरी अर्को एट्याक हेरौँ है त। यो चाहिँ यसले सिद्धान्तको त्यो फायरबल फेल भएको छ क्या, हेर्नु है त यो तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यति गर्दा नि रिकभर हानेर ब्रोले 3 स्टार हानेछ क्या। ब्रोले साइडको बम टावरै नदेखा जस्तो छ क्या। यो बेस अलि डार्क छ त्यो भएर चाहिँ। तर पनि उसले ट्रुप्स सब फनेलिङ साइडमा त राम्रै नै थियो। अनि रकेट स्पियरले यतापट्टि युज गरेर थ्रोवरले राम्रो ड्यामेज गरेछ क्या। कोरमा गएपछि चाहिँ दामी भ्यालु निकालेछ। अनि रिकल हानेर साइडमा लगेछ उता हिरो हलपट्टि। त्यति भएपछि चाहिँ बाहिरको सब क्लियर गरेछ क्या। जे होस् फायरबल फेल हुँदाखेरि पनि उसले रिकभर गरिदिएको क्या यो बेसलाई चाहिँ। सही हो, दामी एट्याक। यो चाहिँ सन्दीपको हो, मैले देखाइने स्प्याम एट्याकै हो। खासै रस बेस नै जस्तो थियो यो। त्यही भएर चाहिँ 3 स्टार हानेछ। इजी नै थियो। अब अर्को ब्रोको हेरौँ है त। रुवालुङ ब्रोको हेरौँ। ब्रोले बिचबाटै आरसी पकेट भेट्टाएर आरसी चार्ज हान्दो रहेछ। अनि यता साइडबाट चाहिँ थ्रोवर, रुट राइडर मिक्स युज गरेछ है उसले चाहिँ। लग लन्चर युज ट्रुप लन्चर युज गरेछ। सही हो, एकदम दामी। यो चाहिँ टाउन हल 17 छ, 18ले हानिराख्यो। त्यो भएर इजी नै हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यति इजी नै 3 स्टार गएको छ। ट्रुप्स पनि टन्नै बचेको छ। किङको एबिलिटी सबै उडाइदियो। नाइस एट्याक। अब अर्को छ असिम ब्रोको छ। यो पनि टाउन हल 17 नै छ। यहीमा होला 2-3टा टाउन हल 17 आएको, नत्र खासै टाउन हल 17 चाहिँ आएको थिएन। मेरोमा त्यो एट्याक पनि एकदम इजी नै छ। टाउन हल 18ले 17लाई हान्नलाई त इजी नै हुन्छ। त्यही भएर ब्रोले इजी नै सक्दै है यो चाहिँ। यो चाहिँ लास्टमा एट्याक हान्न बाँकी बस्नेले चाहिँ लास्टतिरको बेस हानेको खासमा चाहिँ। त्यो भएर चाहिँ इजी नै भयो है। अब यो लास्ट एट्याक छ हाम्रो दाईको, मोटु दाईको। दाईले चाहिँ थ्रोवर हान्नु भएको छ। लास्टमा हान्नको बेफाइदा चाहिँ यही हो क्या, माथिको बेस सबै सकिसकेको थियो। त्यो भएर दाईले चाहिँ लास्टमा हान्नुभयो। दाईले इजिली टाउन हल 17लाई थ्रोवरले ट्रुप्स सबै बचाएको क्या। इजी नै हानिदिनु भयो त दाईले। तपाईँहरूले देखिसक्नु भएको छ। आजको लागि चाहिँ यति नै। हामीले 45 स्टार हानिसकेको छौँ। अनि यो वार चाहिँ सकिसकेको छ। भोलिको लागि चाहिँ बेस्ट अफ लक भन्दै अब भोलि फेरि नयाँ भिडियो लिएर आउनेछु। त्यसको लागि चाहिँ सब्सक्राइब, लाइक गरिदिनु होला है त। कमेन्टमा गरिदिनु होला तपाईँहरूको CWL कस्तो भइरहेको छ। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ।